everyone, welcome to our channel Life Around Shravya. Good morning, आज सानुको birthday. Happy birthday to you, Jerry. Happy birthday to you. अनि मैले हिजो राति चाहिँ सुत्नुभन्दा अगाडि यसरी उसको फेभरेट स्टफिजहरू चाहिँ बाहिर राखेको थिएँ अनि आज बिहान उठ्ने बित्तिकै चाहिँ उसको रियाक्सन हेर्नु है Happy birthday to you Happy birthday to you Happy birthday dear Chanu Happy birthday to you Yeah तिम्रो साथीहरूले तिमीलाई ह्यापी बर्थडे भनेको हो के ये आमा निकालेर त्यस पछाडि चाहिँ हामी फ्रेस भएर पूजा गरे अनि मैले चाहिँ प्यानकेक बनाएको थिएँ अनि उसलाई चाहिँ यसरी प्यानकेक दिएँ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर सानु ह्यापी बर्थडे टु यु तिमी कति बोल्छको भयो 1 भन्देऊ अनि त्यस पछाडि चाहिँ उसलाई गिफ्ट हेर्न लिएर आएको रियाक्सन हेर्नु है सबैभन्दा पहिला केमा जान्छ मिस रेचलको बुक हेरेको ए उसको चाहिँ मिस रेचलको डल छ कि अनि उसलाई त्यही याद आयो होला नि अनि यो बुक पाएपछि एकछिन त त्यही बुकको पेज फर्काउँदै बस्दै खुसी भएर बसिराखेको थिएन हेर्नु न त्यहाँ कति राम्रोसँग त्यसपछि एउटा एउटा गरेर अरू टोइस पनि बिस्तारै बिस्तारै हेर्दै थिइन् आफ्नो डलहरू पनि हेरिन् सबै मन पर्यो उसलाई अझै पनि ध्यान चाहिँ त्यो बुकमा यति धेरै थियो नि उसको अनि मैले अरू टोइज हेरोस् भनेर त्यो बुक चाहिँ यसो बलुनको मुनि लुकाइदिएको त फेरि आएर त्यही लिकिन् अझ बाहिर भएको त हेरिन है मैले एक्सपेक्ट गरेको थिएन उसले ब्यागबाट यसरी निकाल्छिन् भनेर अनि ब्यागमा भएको टोइजहरू पनि निकालेर आफैले हेरेर यस्तो फर्स्ट बर्थडे यस्तो मजाले इन्जोय गरिन् यिनले हामीले सोचेको पनि थिएनौँ कि एकदम एक्सपेक्टेसन भन्दा बढी रमाइलो गरिन् क्या कस्तो खुसी लाग्यो क्या अब मलाई हेर्छिन् निकाल्न नसकेर अनि गिफ्टहरू हेरिसके पछाडि चाहिँ अनि गएर एकछिन टेन्टमा आनन्दले खेलिन् मैले टेन्टमा चाहिँ सबै उसको स्टफीहरू राखिदिएको थिएँ बाबाले चाहिँ गएर 9, 10, 11, 12 पनि फोटो प्रिन्ट गरेर ल्याउनु भयो अनि यसरी देखेको छ अनि त्यस पछाडि चाहिँ हामीले अलिकति उसको यो ड्रेसमा फोटो भिडियोहरू खिच्यौँ उसको फोटोहरू हेर्नु है अझै टोइज हेर्दै छिन् माथि बेडबाट तल राखिदिएको तलै आएर हेर्दै छिन् मैले चाहिँ छोरीको लागि केक स्म्यास गर्ने केक चाहिँ घरमै बनाउँछु भनेर ट्राई गरेको छु कस्तो बन्छ चाहिँ थाहा छैन आई होप राम्रो बनोस् हेरौँ है अनि केक बेक हुँदै गर्दा मैले चाहिँ उसको यो ड्रेसमा फोटोहरू खिचिदिएँ खुसी भएर जामा लगाएको भनेर ह्याप्पी थिइन् रमाइलो भयो फोटो खिच्न
अनि उसँग हामीले पनि फोटो लिने, फ्यामिली फोटो लिने भनेर अनि हामी पनि रेडी हुँदै थियौँ। हामी चाहिँ अर्को लुगामा फोटो खिच्ने भनेर रेडी भयौँ। उसको लुगामा नतान मोमोको नाम 1 लेखेको छ। यो चाहिँ हाम्रो अलिअलि फ्यामिली फोटो अनि उसको सिङ्गल फोटोहरू पनि खिचिदिएको छु। अनि एकैछिन फ्यामिली डान्स। चाहिँ राम्रै भन्यो। आइसिङ लगाउँदै क्रिम चिजको अनि त्यस पछाडि चाहिँ फ्रुटहरू राखिदिन्छु। चाहिँ केक स्म्यास गर्न रेडी छिन्। के यो अब दिन्छु उसलाई। अब उसलाई चाहिँ मैले केक दिँदैछु है। के गर्छन् ये कति छिटो ब्लुबेरी खाइदियो कि। ब्लुबेरी निकालेर खाइदियो। स्ट्रबेरीमा गयो हात तल। अनि एकछिन त थुपुक्क बसेर केक मजाले खायौँ अनि फोटो भिडियोहरू पनि मजाले लिन पायौँ हामीले। अनि घरमै बनाइदिएको रहेछु धन्न उसले। अब घरमा नबनाएर बाहिरको लिएर आएको भए त कति धेरै सुगर हुन्थ्यो नि त। अनि टन्न सुगर खाने रहेछन्। एक्सपेक्टै गरेको थिएन यसरी खान्छन् भनेर, तर खाइन्। अब पुगेछ कसरी भागी छिन्। त्यस पछाडि चाहिँ बाबाले फेरि ल राखिदिनु भने फेरि खाएको एक्सप्रेसन। घरमा केक बनाए चाहिँ अहिले त बिजोकै पार्ने रहेछ नि त। च्याप्पै जानु च्याप्पै चरो च्याप्पै चरो च्याप्पै 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 जानु च्याप्पै च्याप्पै च्याप्पै। हाय के खाइकि नि तिमीले? काँक्रा खाए कि कति ज्ञानी भयो बची कि आमैनी। हेर्दा हेर्दै छोरीको बर्थडे पनि सकियो। 1 इयर कम्प्लिट भइन्। ह्याप्पी बर्थडे सानो। अब नेक्स्ट इयर आउँछ तिम्रो बर्थडे। आई लभ यु। यो चाहिँ उसको बाँकी रहेको फोटोहरू कति खुसी भएर खिचिसिन् यो कपडामा फोटो। यो चाहिँ नेक्स्ट डे 6th उसले चकलेट स्म्यास गरेको फोटो भिडियो खुसी भएर। Happy birthday to you. Happy birthday dear Sophia. Happy birthday to you. अनि मैले प्लेटमा चाहिँ थोरै चकलेट राखिदिएको थिएँ। आज बर्थडेको दिन थोरै खाओस् केही भएन भनेर। अनि डार्क चकलेट थियो। अनि डार्क चकलेट त फेरि खाएपछि मुक्ति त हुन्छ नि त। अनि उसलाई चाहिँ मन परिरहेको थिएन के, तर पनि खाना चाहिँ ट्राई गरिराखेको थिइन्। अनि यो दिन चाहिँ बर्थडे पार्टी भन्दा पनि फ्यामिली ग्यादरिङ अनि डिनर जस्तो थियो। अनि हामी सबैजना भएर चाहिँ रमाइलो गऱ्यौँ। ऊ पनि सबैजनासँग खुसी भएर खेल्ने, ह्याप्पी बर्थडे गाउँदाखेरि नाच्ने गरिदिएकी थिएँ। भर्खर बर्थडे गएको भनेर उहाँहरूले चाहिँ ह्याप्पी बर्थडे भनेर सङहरू गाइराख्नु भएको थियो कि। अनि उसको बर्थडे भ्लग यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।
Once again, happy birthday, Chori. Love you.